ओम। आज हामी कृष्ण यजुर्वेदको तैत्तिरीय आरण्यकबाट लिएको एउटा अत्यन्तै सुन्दर र व्यवहारिक उपनिषद तैत्तिरीयोपनिषदको ज्ञान गङ्गामा रसपान गर्नेछौँ। यो उपनिषद यति अद्भुत छ कि यसले हामीलाई केवल ब्रह्मज्ञानको गहिरो रहस्य मात्र बताउँदैन, बरु यो संसारमा एक आदर्श र सुखी जीवन कसरी जिउने भन्ने व्यवहारिक शिक्षा पनि दिन्छ। यो उपनिषद 3 भागमा विभाजित छ: शिक्षावल्ली, ब्रह्मानन्दवल्ली र भृगुवल्ली। आउनुहोस् यी तीनै भागको सारलाई सरल भाषामा बुझ्ने प्रयास गरौँ। उपनिषदको पहिलो भाग शिक्षावल्लीले हामीलाई एक अनुशासन र नैतिक जीवनको आधारशिला सिकाउँछ। यसमा एउटा अत्यन्तै प्रसिद्ध अंश छ जहाँ गुरुकुलमा शिक्षा पूरा गरेपछि गुरुले आफ्ना शिष्यहरूलाई घर फर्किँदा अन्तिम उपदेश दिनुहुन्छ। यो उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ। गुरु भन्नुहुन्छ, सत्यम वद धर्मम चर, अर्थात् सधैँ सत्य बोल, धर्मको मार्गमा हिँड। यो नै जीवनको मूल मन्त्र हो। स्वाध्यायनमा प्रमदः, अर्थात् आफ्नो स्वाध्यायबाट कहिल्यै अल्छी नगर। ज्ञान आर्जन गर्ने प्रक्रिया कहिल्यै रोकिनु हुँदैन। मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव, अतिथि देवो भव, अर्थात् आमा बुबा गुरु र पाहुनालाई देवता समान मान। यो हाम्रो संस्कृतिको आधार हो। श्रद्धया देयम, अर्थात् दान गर्दा श्रद्धापूर्वक देऊ, बिना श्रद्धाको दान व्यर्थ छ। यो शिक्षाले हामीलाई एउटा यस्तो नैतिक र सामाजिक धरातल दिन्छ जसमा उभिएर मात्र हामी आध्यात्मिक यात्रा सुरु गर्न सक्छौँ। अब उपनिषदको दोस्रो भागले हामीलाई भित्रतिरको यात्रामा लैजान्छ र सोध्छ, वास्तवमा म को हुँ? यसको उत्तर दिनको लागि उपनिषदले पञ्चकोश अर्थात् 5 पर्दाको सिद्धान्त बताउँछ, जसले हाम्रो आत्मालाई ढाकेको छ। जसरी प्याजमा पत्र पत्र हुन्छ, त्यसै गरी हाम्रो आत्मा पनि 5 कोशहरूले ढाकिएको छ। सुरुमा अन्नमय कोश, यो सबैभन्दा बाहिरी तह हो, जुन अन्न वा भोजनबाट बनेको हाम्रो यो भौतिक शरीर हो। प्राय हामी यही शरीरलाई म ठान्दछौँ, तर यो केवल एउटा खोल हो। त्यस्तै गरी प्राणमय कोश, शरीरभित्र प्राण शक्ति छ जसले श्वास प्रश्वास चलाउँछ र शरीरलाई जीवित राख्छ। यो शरीरभन्दा सूक्ष्म छ, तर यो पनि म होइन। मनोमय कोश, त्यस्तै गरी प्राणभन्दा पनि भित्र हाम्रो मन छ, जहाँ विचार, भावना र सङ्कल्पहरू चल्छन्। हामीलाई लाग्छ म मेरो विचार हुँ, तर मन पनि सधैँ परिवर्तन भइरहन्छ। त्यसैले यो पनि वास्तविक म होइन। त्यस्तै गरी अर्को आउँछ विज्ञानमय कोश। मनभन्दा पनि गहिरो तहमा हाम्रो बुद्धि र अहङ्कार छ, जसले निर्णय गर्छ, म कर्ता हुँ भन्ने भाव राख्छ। यो ज्ञानको केन्द्र हो, तर यो पनि एउटा पर्दा नै हो। त्यस्तै गरी आउँछ अर्को आनन्दमय कोश। सबैभन्दा भित्री कोश आनन्दको हो। गहिरो निद्रामा जब कुनै विचार हुँदैन, तब हामी यही आनन्दमय कोशमा हुन्छौँ। यो आत्माको सबैभन्दा नजिक छ, तर यो पनि आत्मा होइन, केवल आत्माको प्रतिबिम्ब हो। त्यसो भए वास्तविक म को हो? उपनिषद भन्छ, यी 5 कोशहरूको पछाडि यिनलाई प्रकाश दिने, यिनको साक्षी जो कहिल्यै परिवर्तन हुँदैन, त्यही शुद्ध आत्मा नै हाम्रो वास्तविक स्वरूप हो। अध्यात्मको यात्रा भनेको ध्यान र विवेकद्वारा यी 5 पर्दाहरूलाई हटाएर आफ्नो त्यो शुद्ध आत्मस्वरूपलाई चिन्नु हो। त्यस्तै गरी उपनिषदको तेस्रो भागले यही पञ्चकोशलाई ज्ञान सम्झेर एउटा सुन्दर कथाको माध्यमबाट पुष्टि गर्छ। भृगु नामका ऋषि आफ्ना पिता वरुण कहाँ गएर सोध्छन्, पिताजी मलाई ब्रह्मको बारेमा बताउनुहोस्। पिता वरुणले सिधा उत्तर दिनुहुन्न, बरु सूत्र दिनुहुन्छ, बाबु, जसबाट यी सम्पूर्ण प्राणीहरू जन्मन्छन्, जन्मेपछि जसको आधारमा बाँच्छन् र मरेपछि जसमा गएर विलीन हुन्छन्, त्यसैलाई ब्रह्म भनेर जान। जाऊ तपस्याद्वारा आफै खोज। भृगुले तपस्या गर्न थाले। पहिलो पटक उनले तपस्या गरेर जाने अन्न अथवा भोजन नै ब्रह्म हो, किनकि अन्नबाटै सबै जन्मन्छन् र बाँच्छन्। पिताले भन्नुभयो, अझै तपस्या गर। उनले फेरि तपस्या गरेर जाने प्राण नै ब्रह्म हो। पिताले फेरि भन्नुभयो, अझै तपस्या गर। उनले फेरि जाने मन नै ब्रह्म हो। फेरि पिताले भन्नुभयो, फेरि तपस्या गरेपछि उनले फेरि जाने विज्ञान अथवा बुद्धि नै ब्रह्म हो। त्यसपछि फेरि पिताले भन्नुभयो, अझै तिमीलाई ज्ञान आइसकेको छैन, अझै गर तपस्या गर। त्यसपछि अन्तमा गहिरो तपस्यापछि उनले परम सत्य जाने आनन्द नै ब्रह्म हो, किनकि त्यो परमानन्दबाटै सबै प्राणीहरू जन्मन्छन्, आनन्दकै आधारमा बाँच्छन् र अन्त्यमा त्यही आनन्दमा विलीन हुन्छन्। यो कथाले हामीलाई सिकाउँछ कि सत्यको खोजी बाहिर होइन, आफ्नै भित्र तह तह गर्दै गहिराइमा गएर गर्नुपर्छ। तैत्तिरीयोपनिषदले हामीलाई जीवनको पूर्ण नक्सा दिन्छ। पहिलो शिक्षावल्ली अनुसार संसारमा धर्म र नैतिकतापूर्वक आदर्श जीवन जिउ। त्यस्तै गरी त्यसपछि ब्रह्मानन्दवल्ली अनुसार पञ्चकोशको विवेकद्वारा आफ्नो शरीर र मनभन्दा पर रहेको वास्तविक आत्मस्वरूपलाई चिन, र अन्तमा भृगुवल्लीले जस्तै तपस्या र साधनाद्वारा त्यो अनुभव गर कि त्यो आत्मा र परब्रह्मको स्वरूप भनेको सच्चित आनन्द अर्थात् परम आनन्द नै हो। हामी सबै सुख र आनन्दको खोजीमा छौँ।
यो उपनिषदले भन्छ त्यो आनन्द बाहिर कतै छैन, त्यो त हाम्रो आफ्नै स्वरूप हो जुन यी 5 पर्दाहरूभित्र लुकेको छ। ओम शान्ति।